नमस्कार सबैजनालाई। म आज फुकुमा स्टेसनबाट 10-15 मिनेट हिँडेपछि आइपुग्ने एउटा जिन्जामा आएको छु। यो चाहिँ लास्ट फेमस हो टिकटकहरुमा पनि फेसबुकहरु पनि। यहाँबाट तल सिधै समुद्र पनि देखिरहेको हुन्छ हैन। भरे हामीले सूर्यहरु डुबेको पनि मजाले देख्न सकिन्छ। विथ माई गाइज। ओहो, यहाँ एकजना केटो मान्छे हाइट नाप्दैछ ल। सिंह चट्टा यस्तै तलबाट माथिसम्म 2टा भर्डिङ चढ्नुपर्छ। त्यसपछि मात्रै हामी पुग्छौं यहाँको मन्दिरमा। र यो टुप्पोबाट चाहिँ तल समुद्र देख्ने है फोटो खिच्न पाइन्छ हजुर है त। It's a famous place of Fukuoka Japan. कहिले कहीं चाहिँ यसो पुरै चाहिँदो पैसा लाज लगाएर छ अहिले चाहिँ पुरै आवाजमा कुरुङ 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 किराकिरी किराकिरी। सब जानिजहरू पनि समुद्र देख्ने फोटो खिचिरहेको रहेछ। मेरो पनि आउँछ अब खिच्ने पालो चट्टा लगाएर। ल हो यहाँ चाहिँ घोडा बाजेलाई पुरै खाना दिइरहेको छ त। कराप 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 पुरै समुद्र गाइस। यहाँबाट तल समुद्र पारी सब समुद्र तलको चाहिँ समुद्र देखेर चाहिँ साक्ली बाजेले मलाई लास्ट दिशा भनिरहेको छु। तर पुरै यहाँबाट समुद्र देखेर चाहिँ चट्टा लगाएर पटाक खिचिन्छ। ल नानी ल एक सर्ट यतै हेर त पहुँच देऊ ल खिचिदिने हो। अहिले सबजना निस्किरहेको छ। हामी चाहिँ छिटो सर र घुमेर आउनु मात्रै हो। मौसुको अगाडि मौसुको सिउरो चाँडै सकिने रहेछ। यसलाई सर र घुमेर आउनु पर्यो गाइस। चाहिँ पकाल दिन्छ अब सकिन लाग्यो। आउन छोरे सब यहाँ अलिअलि छिरिरहेको छ कि आउनु न। हामी पनि छिर। वाउ पानी पनि खतरा बगिरहेको छ चट्टा लगाएर। यहाँबाट यो भित्र मन्दिरमा छिर्ने हो। त्यस कारण हामी चाहिँ सट्ट एकछिन छिरेर आइहाल्छौँ। सो यहाँको मन्दिरको छिर्ने बाटो चाहिँ यहाँ हो त गाइस। र हामी छिर्ने हो यहाँको मन्दिरमा। हजुर ए डल्लोमा ल ल चाँडै यहाँभित्रको मन्दिर है यो चाहिँ। जाउँ कति पर्छ खोइ अब यता आउनु यता बाहिरबाट सबबाट छिर्ने रहेछ है। अनि यो मन्दिर एकछिन ढोकेर आउनु। ओ मलाई पेमे मेरो मनै हर्लङ्गै बनाइदियो नि। रेल उल्लु लैछ कि सर्लक हेरेको त पर्सिहाल्यो नि। सुदेखा उल्लु उयो उल्लु होइन उल्लु हो। दाइले प्रार्थना गरेर निस्किसक्यो ल। दाइ के प्रार्थना गर्यो यार? मैले दर्शन गरिसकेँ हजुर। यो चाहिँ पुरै सब यहाँ आफ्नो नाम र आफ्नो सपनाहरूलाई लेखाएर टाँस्ने गरिन्छ। जसले गर्दा उसको सपनाहरू सबै पुरा होस् भन्ने एउटा आत्मविश्वासको साथ राखिएको हुनाले। के छैन के छैन हौ। माथि भारिङमा दौडी दौडी स्पिड दौडी न।
ए झिलिमिली टरङ 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 राख्या कराउने यार बबल छ के यहाँ चाहिँ लास्टै घुम्ने ठाउँ रहेछ कि गाइस होइन तपाईँको यता मन्दिरमा घुम्यौँ हामीले होइन त्यहाँबाट यसो देखे मारेर सट्टा फर्नक्क मारेर आएको त पुरै घुम्ने ठाउँ भेट्यो सो गाइस यो फुकुमा स्टेसनबाट लगभग 15-20 मिनट पर्ने बाटो मात्रै हो तपाईँहरू नै घुम्न आउनुहोस् ट्रेन आउँछ फुकुमासम्म सो एन्ड फाइनली तपाईँहरू घुम्न सक्नुहुन्छ ड्राइगन घुम्नु पर पानी आउँदैछ अम्बना दिने हो पुरै के आमा पुरै पहाडको मुनि छ कि यो त पुरै बबाल छ होइन अनि त्यो अघि मैले देखाएको तलबाट चाहिँ पुरै पहाड के अरे पहाड चाहिँ अब समुद्र पनि पुरै झलक्कै देख्छ कि अनि यहाँबाट यो भयो होइन अनि यो जङ्गल पुरै घुम्ने ठाउँ पनि छ कि गाई खास मैले त सरर मात्रै भिडियो बनाएँ मलाई त्यति अनुभव नै छैन त्यही भएर चाहिँ यसो मैले अलिअलि बनाएको मात्रै हो नभए त तपाईँहरू राम्रोसँग भिडियो बनाउन आउने राम्रोसँग खेल्न आउने फोटोहरू होइन राम्रोसँग खिच्न आउने मान्छेको लागि त यो ठाउँ एकदम बेस्ट हो क्या गाइस तर सबजना खिटाएको छ ल हेलो गाइस हामी चाहिँ आज यहाँ घुम्न आएको यता छ टोलीहरू यस्तो जङ्गलको बाटो छ कता हिँडेको हो गाइजहरू ओ गुगन आयो टोइलेट त्यहाँ माथि टोइलेट हुनुहुँदै मान्छे आती गर्न आउँदैछ कि के को बोर्ड हो यो गाउँघरमा के पाठकले आती गरेको अनुभव छैन कि हामीलाई कस्तो राम्रो यतै बसौँ गाइज हो के हो दाइ त्यो के हो दाइ त्यो के हो त्यो पोखरी हो पोखरी हो तर सुक्या कुर्सी हुन त्यो पानी थियो उ जाउँ पर्यो जाउँ न त्यही अब आऊ आऊ न गालोमा गालोमा गीत गाउँदा नाचेर पुरा तर विशाल सर छैन यो एरियामा फुकुमा कति स्मल छ विशाल नभए विशाल होइन कि विशालु ए विशाल भने कोब्रा गर्छ नि विशाल सर्प नभए नाग हुनुहुन्छ प्लास्टिकमा के ल्यायो यो मिनी वाटर ए मिनी बिग वाटर अनि विशाल सर्प यो नभए ओच्या नेपालमा हुन्छ ग्रिन टी यतातिर मिस यो लिचीको जुस ल लिचीको जुस तपाईँलाई त्यसपछि यो माची चाहिँ तपाईँको यो खालि प्लास्टिक मलाई तिमीलाई यो प्लास्टिक खाऊ अब सक्यो तिमीलाई अब भाउजूले लिची जुस कि चसिङ सिस्टममा जाउँ ल ल के छ तिम्रो चाहिँ ए ल्याएर चाहिँ तानी कान्छीले होइन खाइसक्यो अहिले खान्छ भनेर खोले ए ल्याउन चाहिँ ल्या हो ल्याएको थियो त ल आम्बाई आम्बाई चेस कम्पाई के भन्छ रे कम्पाई एक आम्बाई हेलो गाइस भन्दै हिँड्यो म होइन सर्ट यो लास्ट फेमस बोर्डिङ हो यो त्यही पुरै समुद्र गइरहेको छ होइन त्यो समुद्र समुद्र छोड्दैन यो समाता हुर्र